र सँगसँगै यो भिडियोमा चर्चित सञ्चारकर्मी कलाकार चर्चित म्युजिक भिडियो निर्देशक आफैमा एउटा राम्रो पर्सनालिटी भएको व्यक्ति सुरज सिंह ठकुरीको पनि विशेष भूमिका रहेको छ र यस म्युजिक भिडियोलाई चर्चा लगाउनको लागि अत्यन्तै चर्चित नेपालको नम्बर 1 डिओपी रहनु भएको छ जसले यस गीतमा मात्र नभइकन दुश्मन हेरेको हेरे र अफिसियली दुर्गेश थापाको हरेक म्युजिक भिडियोमा डिओपी को भूमिका निर्वाह गर्दै आउनु भएको छ नेपाल नम्बर 1 डिओपी आदरणीय रूपेश थापालाई जोरदार ताली बजाएर स्वागत गर्नुहोला। यो भिडियोमा कलाकारको कुरा गर्नुपर्दा पछिल्लो समय आफ्नो प्राइभेट जेट प्लेनको कुरा सँगसँगै हिन्दी म्युजिक भिडियो जसले 70 लाख लगानी गरेर हिन्दी म्युजिक भिडियो पहली रात की रानी पहली नजर की रानी भर्खरै बजारमा ल्याउनु भएको कलाकार रोशन अधिकारीको पनि विशेष भूमिका छ। हामी एकछिनपछि हेर्छौँ उहाँलाई पनि र त्यसै